फाइनली म चाहिँ क्लास गरेर घर आइरहेको छु। कति हो यो बुताको यो छेउको चारे थिएँ। यो है यो काली भगवानको देखेछ यहाँ है चत्त काटिरहेछ। म चाहिँ अहिले गाइडुन हिँडिरहेको छु। म चाहिँ अहिले धेरै हिँडिरहेको छु। लगभग बिहानको 6:15 गइरहेछ र माहौल यस्तो चिसो चिसो भइरहेछ। बिहानको माहौल कस्तो छ भने 11 देखि 12 डिग्री होला। त्यहाँभन्दा चाहिँ धेरै छ जस्तो थाहा छैन। पहिला अहिले स्क्रिनसट हालिदिन्छ त छेउमा कति डिग्री छ त्यसो थाहा गर्छु। बाहिर माहौल यस्तो छ है, घाम ल्याइरहेछ, भाले साले कराइरहेछ। अब म पहिला डेरी जान्छु। लाइनमा पर्ने हो कि ज्ञानी हो। हिजो अस्ति त खालि कम थियो, आज त गाह्रै छ। पहिला डाइरी जान्छु अनि बेच्छु। यहाँ दुध तात्दैछ। दुध तातेपछि चिया खाने मजाले यस्तो छ पारा। बिहानको लगभग 9 देखि 10 देखि अघि नै हुन्छ है। अहिले पनि त्यति नै छ। फाइनली म चाहिँ क्लास गरेर घर आइरहेको छु। कति बज्यो भन्दाखेरि अहिले चाहिँ दिउँसोको कति बज्यो भन्दाखेरि 2:10 रहेको छ। म चाहिँ अहिले घर आएको छु। अब पानी सानी दिने नि त्यही त हो, घरको काम भनेको त्यही हो। डेली ब्लग होम ब्लग भनेको यही त हो। अब घरको जे काम गर्छ नि त्यही काम देखाइन्छ। अब 10-15 मिनट बस्छु आउँछु अनि चिया खान्छु अनि त्यसपछि अनि गाईलाई पानी दिनेलाई भेट्ने छु। त्यही हो आजको काम भनेको त्यही हो। घाँस नि अनि घर कोही छैन यस्तो छ। वरिपरिको माहौल यस्तो छ। अब पानी सानी दिन्छु, दिने बेला चाहिँ भेट्नु छ। अब चिया खाने बेला के चिया खाएको नि भिडियो खिच्ने भन्ने जस्तो लगाउँछ। त्यहाँ चाहिँ अब सिधै पानी दिने बेला भेट्ने छु। म चाहिँ बस्नुभन्दा चाहिँ बरु बिहान घाँस चारेको थिएँ, त्यही घाँस समेट्न लाग्छ। यति चाहिँ यहीँ यो बुताको यो छेउको चारेको थिएँ। सल्लाहकै समेट्छु क्या। आएर ड्रेस फेरेर अनि घाँस समेट्न आइहालेछ क्या अहिले। पानी खुवाइसकेपछि बल्ल सम्झिन्छु त भिडियो बनाउने भनेर। यो तपाईँसँग देखेँ भ्याउँदै भ्याउँदै भिडियो बनाउँदै यता तानिहाल्छ। त्यही भएर हो सबै काम भइसक्यो। अब यो घाँस हाल्न बाँकी छ। यस्तो चाहिँ माहौलले जीवन भनेको यही हो। घाँस हाल्ने काम भइरहेछ है। यस्तो छ। अब म नि चिया बनाएर राख्छु। यता बाख्रालाई पानी दिएर आएको खायो क्यारे भनेर हेर्छु है त। स्ट्रबेरी सारेको छु है। एउटा फुल खेल्दा चाहिँ अर्को पनि खेल्न सुरु गरेर चाहिँ अहिले चाहिँ स्ट्रबेरी खान पाइरहेको जस्तो छ। अब चाहिँ खाजा खाऊँ कि चिया खाऊँ भन्ने कुरो भइरहेको छ। पहिला चिया खाँदिनँ। पहिला बिहानको भात रहेछ त्यसलाई भुटेर फ्राइड राइस बनाएर खान्छु अनि त्यसपछि त्यो खाइसकेपछि बल्ल चिया खानु पर्ला। बाहिर माहौल पनि यसो अलिअलि तातो भइरहेछ। अहिले गर्नुपर्छ जाडो बसेन, जाडो बसिन अनि चिया बनाएर खानु पर्ला। पहिला चाहिँ फ्राइड राइस बनाएर खान्छु। खाजा पकाउनु थिएँ, खाजा बनाउनु भने मौरी निस्केको देखेर पनि बाहिर आएको छ कि अहिले यसरी निस्केछ है। यो तेरो देख्यो भने यो त्यहीँ बसेँ झुम्यो भने उस्तै गरेर मलाई हरेक गर्न सक्छ। अरू निस्किन्छ निस्किन्छ नजान घाम ताप्छ अनि त्यसपछि बस्छन्। यहाँ चाहिँ पाक्न सुरु भइसकेको छ। गुचु गुचु हुन लाग्छ। घिउ पनि पग्लिरहेको। यो लाइटमा यो पूजा कोठा भयो। यो पूजा कोठामा चाहिँ यो माथिको सिङ्गल लाइट बलिरहेछ, डबल लाइट बलेको छैन क्या। यसको यो बनाउनु पर्ने हो। यहाँ त जोइनहरू छ। यो जोइनलाई चाहिँ दुईतिर बनाउनु पऱ्यो। त्यहाँ त मुसाले काटेर छ त्यहाँ र त्यहाँ। त्यसलाई चेक गर्नु छ। त्यसलाई चेक गरेर अनि फिक्स गरेर अनि के पाइप साइप हालेर हर्नु पर्ला क्या। नत्र त अहिलेसम्म एक हप्तामा 2टा यस्तो पाइप फेरिसक्यो क्या मुसाले खाएर। अब त्यसपछि त्यसको सोल्युसन गर्नु छ।
यहीँ खाना सुरु भयो। तातो त छ भए पनि तल्लो गएर घाम तापे अरे। अहिले चाहिँ जाके लाएर चिया खान्छ भनेर निस्किरहेको छु। ऊ त तल्लो गएर ऊ त कोची देखेछ नि कहाँ भन्नाले हो त्यहाँदेखि म गएर बसेर घाम तापिरहेको थिएँ। अब चिया पकाएर चिया खान्छ हो यही कुरोको के घाम तापिन्जेलसम्म त के चिया खाने भनेर मुसाले काटेको ठाउँ फल भेटेँ क्या। लाइट त बोलिरहेको छु भयो सिङ्गल लाइट भए पनि देखेको एउटा यो तार भयो है यो काली भगवानको देखेछ यहाँ है चत्त काटिरहेको छ। अर्को चाहिँ यहाँ छ कि यहाँ भयो दुईवटा तिनवटा तार काटिरहेको छ। त्यो तार काट्यो भने चाहिँ अनि एउटा सिङ्गल लाइट मात्रै बलिरहेको छ कि यो लाइटमा नि सिङ्गल लाइन त्यो लाइट पनि सिङ्गल प्लग मात्रै बलिरहेको छ कि त्यो त्यस्तो भइरहेको छ। अब मम्मी आउनु छ मम्मीसँग भन्छु के कस्तो हुन्छ अनि त्यही तार झिकेर म चाहिँ अहिले गाई दुहुन हिँडिरहेको छु। लगभग बेलुकाको भन्ने कि साँझको भन्ने 4:35 गइरहेछ। पानी तातिरहेछ। तातो पानी दुहुने धेरै पछि दुहिरहेको छु 2 महिनादेखि 3 महिनापछि गाई दुहिरहेको छु। हेरौँ अब के कति दुन्छु त्यसपछि थाहा हुन्छ। मौसमको हालत त्यस्तो छ त्यो त घाम लागिरहेछ र टाइम भइसक्यो नि त गाई दुहुने त्यही भएर गाई दुहुनु लाग्छ। अब गाई दुन्छु अनि भेट्नेछु। अहिले चाहिँ गाई दुहेर खनाइरहेको छु तताउनु सुरु गरेँ। अब उता चाहिँ खाना बसालेर लिएर आउँछु अनि त्यसपछि यता दुध तात्दै नि आउँछ खाना पनि पाक्दै आउँछ। यहाँ खाना पाक्दैछ उता दुध तात्दैछ। अब उता दुध तताएर ल्याउँछु आउँछु अनि त्यस गुन्द्रुक आलु अनि भात यहाँ आफ्नै भिडियो चलिरहेछ। मकै फुटेको भिडियो पनि त्यही चलिरहेछ। Yeah.